नवयुगका दशैं मेला लगायतका विभिन्न कुराहरूलाई जानकारी गराउने अनि हाम्रो नेपालीहरूको नयाँ वर्ष 2068 हामीहरूमा दिनबाट बिदा भएर 2069 साल आउँदैछ। छरिएर गएका सम्पूर्ण नेपालीहरूमा भर्खर हामीबाट बिदा हुँदै गरेको चैते दशैँ र हाम्रो घर आँगनमा आउँदै गरेको नयाँ वर्ष 2069 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। नयाँ सरुवामै आएको होला कि कहीँ झोलामा सुल्झेको एउटा पुलिन्दा बोकेर छानामाथि बैशाख हिँडिरहेछ। भारी अल्छी पाइला सालेर भित्ता घडीको लङ्गुर हल्लिरहेछ। चैती दशैं तथा नववर्ष 2069 कार्यक्रमका सभापति महोदय, मञ्चमा आसीन विशिष्ट व्यक्तित्वहरू साथै सम्पूर्ण दाजुभाइ साथीबहिनीहरू, यहाँहरू सबैमा म चैती दशैं तथा नववर्ष 2069 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हाम्रो समाजले ल्याउने हरेक कार्यक्रमहरूमा, सामाजिक कार्यक्रममा एनडिएफको तर्फबाट र व्यक्तिगत तर्फबाट पनि हामी सक्दो सहयोग गर्छौँ भन्ने यहाँलाई प्रतिबद्ध जाहेर गर्छौँ र नयाँ वर्ष 2069 सालको अवसरमा यहाँहरूको उन्नति, प्रगति र समृद्धिको साथै यहाँहरूको चाहनाहरू पुरा हुन्। हाम्रो समाजले आयोजना गरेको आजको चैते दशैं र नयाँ वर्षको चाहिँ कार्यक्रम सफलताका साथ सम्पन्न होस् भन्ने केही शुभकामना दिँदै मेरो विश्वास यो हस्त धन्यवाद। धन्यवाद आदरणीय मोहन खल्तीज्यूलाई। त्यस्तै नयाँ वर्षभन्दा भन्दै सबै वर्ष पुराना हुँदै गए स्मृतिका दिनहरू छ। धन्यवाद। मानव समाजले आयोजना गरेको यस कार्यक्रममा हामी छिमेकी जिल्ला पूर्व समाजबाट तपाईँहरूलाई एकदम हार्दिक शुभकामना दिन चाहन्छु। बागलुङ समाजले जुन आफ्नो रीतिरिवाज र उहाँ बागलुङदेखि यहाँ भेल्डेन्समा पनि आफ्नो समाजले गर्ने कार्य शैलीहरू यहाँसम्म पनि यहाँ देखाउनको लागि जमर्को गर्दै हुनुहुन्छ। यहाँको लागि मेरो तर्फबाट र समाजको तर्फबाट हार्दिक शुभकामना गर्दै आज चैते दशैं तथा 2069 सालको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा यहाँहरूले नवपराही समाजलाई निशब्द बोल्ने अवसर दिनुभएकोमा आयोजक समितिलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस समाजले गरेका कार्यक्रमहरूमा नवपराही समाजले हरेक क्षेत्रबाट सहयोग गर्नेछ भन्ने प्रतिबद्धता जाहेर गर्दै र यस कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै र हामी सबैको अस्तित्व सम्पूर्णमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना। आजको यस चैते दशैं तथा नयाँ वर्ष 2069 सालको शुभकामना आदान प्रदान कार्यक्रमका सभाध्यक्ष महोदय, मलाई यस अवसरमा सबैभन्दा के खुसी लाग्यो भने हामी मुलाकातको हो अफिसमा तपाईँहरू बाँड्नुको र सबैलाई एउटा सिक्कको रूपमा जस्तो आज बाँड्नुले आफ्ना नानी गण्डकी कालिका अहिले दशैं
खुसी पनि लागेको छ। साथीले बाँच्नु समाज भर्खर जन्मेको एउटा मानव समिति संस्था भर्खरै सामाजिक एउटा जिल्लावासी रूपमा चाहिँ उहाँले जसरी एउटा अभियानमा जानुभयो। सर्वप्रथम यस बाथरुममा बेल्जियमले आयोजना गरेको यस 2069 सालको कार्यक्रमको गैर आवश्यक नेपाली सम्पदाहरूबाट आज यहाँलाई यहाँको यो बागलुङ समाजको यो नयाँ वर्ष 2069 को अहिलेभन्दा 30-35 वर्ष अगाडि ठ्याक्कै मैले भन्न त सक्दिनँ। म कुस्मादेखि तल मधुगिनी भन्ने ठाउँमा यही चैते दशैँको प्रोग्राम हेर्न जाँदा बागलुङको चैते दशैं मेलाको एउटा झटक्क मेटाउने उद्देश्यले सम्पूर्ण बेल्जियमवासी नेपालीहरूलाई सँगै बसाएर सँगै नचाउने सँगै खाने अवसर यस कार्यक्रममा म यस विषयभन्दा बाहिर गएर आफ्नो विचार राख्न चाहदिनँ। शिक्षा, स्वास्थ्य र सर्वाङ्गीण विकास उद्देश्यका साथ स्थापित यस बागलुङ समाजले आयोजना गरेको चैते दशैँ तथा नववर्ष 2069 सालको विशेष शुभकामना आदान भर्खरै गएको चैते दशैँको संसारको कुनै पनि देश यति राम्रो सुन्दर र रमाइलो छैन हाम्रो देश नेपाललाई मेरो प्यारो बागलुङ भन्दा। संसारको कुनै पनि देश यति सुन्दर राम्रो र रमाइलो छैन मेरो देश नेपाललाई मेरो प्यारो बागलुङ भन्दा। मलाई गर्व लाग्छ आमा नेपालीको सन्तान हुँ। मलाई गर्व लाग्छ आमा नेपालीको सन्तान हुँ भन्दा। तिम्रो हाम्रो मायाको आधार जो जीवन बिताउने नहारा बागलुङ बजार आया जस्तै हामीलाई थाहा तर आया जस्तै हामीलाई थाहा तर तपाईँले पनि आफ्नो ठाउँबाट सबैले ल्याइदिनु होला। दाजुभाइ तथा दिदीबहिनीहरूमा म सर्वप्रथम यो नयाँ वर्ष 2067 यो भर्खर भइसकेको चैते दशैँको शुभकामना व्यक्त गर्न चाहन्छु। र यो नयाँ वर्ष 2069 को
मङ्गलमय शुभकामना दिँदै बागलुङ भगवती माईले हामी सबैको रक्षा गरौँ र कल्याण गरौँ, आफ्नो मनको इच्छा पुरा गरौँ भन्ने
शुभकामना नवयुगलाई नवयुगका युवाहरूलाई शुभकामना नवा कुरा नवयुगका पाखुराहरूलाई शुभकामना नवयुगलाई नवयुगका युवाहरूलाई शुभकामना नवा कुरा नवयुगका पाखुराहरूलाई भाड आफ्नो घरको होस भाड त संसारको तेरो एक गलत कदम नै हुन्छ कारण सम्हारको 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 नवजात शिशु नवयुगको बनेर युवा निश्चल निडरा बेभर निष्कपट सबै युवा शुभकामना नवयुगलाई नवयुगका युवाहरूलाई शुभकामना नवा कुरा नवयुगका पाखुराहरूलाई तेरो कालमा सगरमा
यो आँखाले कुरा चिट्ठी तिमीलाई लेखो मनको कुरा
कहिले पिठो बोलीले लालुपाते फुल बनाइमा Bye.
गीत गाउन थाले मैले अहिलेको फेसनले यतिसम्म पारो केटा र केटीहरू छुट्याउने गाह्रो केटी नाच्न सक पढ्ने केटा पछन् कपाल फेसनमा निकै अघि गएको रहेछ है हाम्रो पनि नेपाल दिनको सट्टा दिनको पोइन्ट काला बुट्टा जुत्ता
हामी जस्ता सोझा मान्छे न यता न उता मुझसे शादी करोगे मुझसे शादी करोगे मुझसे शादी करोगे